स्वागत छ तपाईहरुलाई न्यूज नेपालीको नयाँ भिडियोमा र आज पनि हामीहरु थप इन्फर्मेसनहरु लिएर तपाईहरुसित आइसकेका छौं। त्यही भएर सुरु गरौँ अब हाम्रो फर्स्ट न्यूजको तर्फबाट। सो द फर्स्ट इन्फर्मेसन इज कमिङ अप फ्रम इन डेप्थ स्टोरी। उहाँहरुले नयाँ भिडियो अपलोड गरिसक्नु भएको छ जहाँ चाहिँ माओवादीको समयमा जनयुद्धको समयमा चाहिँ लोकल्सहरुलाई मान्छे जनताहरुलाई चाहिँ के समस्या परेको थियो, कस्तो कस्तो कुराहरु भोग्नु परेको थियो भनेर बताउनु भएको छ। त्यसैको छोटो क्लिप चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ। गाउँ गाउँ पसेर उनीहरू आफ्नो कुराहरू सुनाउँथे। वर्षक युवाहरूको ब्रेनवास गरेर जतिसक्दो धेरैजनालाई माओवादी बनाउँदै भर्ती गर्थे। यस्तो अवस्थामा साई सेना यो रोक्न चाहन्थे। उनीहरू माओवादीमा लागेकाहरू अथवा माओवादीसँग मिलेका कोही माथि शङ्का लागेमा बोलाएर सोधपुछ गर्थे। यसैगरी दोस्रो न्यूज रहेको छ मोबाइल एजेन्ट्सको एउटा नेपाली टिमको तर्फबाट। उहाँहरू चाहिँ साउदी अरबियातिर जानुभएको छ किनभने उहाँहरूको ग्लोबल च्याम्पियनसिप चाहिँ सुरु हुन लागेको छ। त्यही भएर वी होप अल द बेस्ट फर देम एन्ड उहाँहरूले केही जितेरै आउनुहुन्छ भन्ने हामी आशा राख्दछौँ। यसैगरी कुशल पोखरेलको नयाँ भिडियो आइसकेको छ जुन चाहिँ बेइज्जतीको नयाँ एपिसोड रहेको छ जहाँ चाहिँ सजन श्रेष्ठलाई फिचर गरिएको छ र त्यो भिडियो एकदमै रमाइलो छ। लिङ्क चाहिँ तल डिस्क्रिप्सनमा दिएका छौँ, त्यहाँबाट तपाईहरु गएर कुशल पोखरेलको नयाँ भिडियो हेर्न सक्नुहुन्छ। धेरै कन्ट्रोभर्सीमा रहेको आदिपुरुष मुभीको बारेमा चाहिँ ध्रुव राठीले चाहिँ एउटा भिडियो बनाउनु भएको छ जहाँ चाहिँ उहाँले चाहिँ के भएको छ के भएको थियो भनेर चाहिँ बताउनु भएको छ। त्यसैको छोटो क्लिप तपाईहरु हेर्न सक्नुहुन्छ र फुल भिडियो हेर्नको लागि डिस्क्रिप्सनमा भएको लिंकबाट चाहिँ तपाईहरु जान सक्नुहुनेछ। अच्छा, रावण की लंका के बारे में हम सब जानते हैं कि वो गोल्डन होती है वाल्मीकि रामायण के अकॉर्डिंग, लेकिन यहाँ पर इन्होंने लंका को ऐसा काला काला बना दिया लगता हो कि कोयले से बनी हो लंका। रावण एक्चुअली में एक पुष्पक विमान में सफर करता है, जैसा कि हमने 1992 वाली एनिमेटेड रामायण में भी देखा है। ये जापानीज लोगों ने बनाई थी, लेकिन क्या कमाल की रामायण थी। और आदि पुरुष में रावण एक्चुअली में एक चमगादड़। आवर नेक्स्ट अपडेट इज कमिङ अप फ्रम बिकी रोस्टर। बिकी रोस्टरले चाहिँ आफ्नो च्यानलमा फ्यामिली फ्रेन्डली एउटा मिम रिभ्यू भिडियो अपलोड गर्नुभएको छ जहाँ चाहिँ केही मुख छाडेको त्यस्तो भिडियोहरू क्लिपहरू छैन र तपाईहरुले चाहिँ त्यो भिडियोलाई आनन्दले हेर्न सक्नुहुन्छ। त्यसको लिंक पनि हामीले तल डिस्क्रिप्सनमा प्रोभाइड गरेका छौं, तपाईहरु गएर हेरेर इन्जोय गर्न सक्नुहुन्छ। अर्को न्यूज चाहिँ हामीसित रहेको छ जट प्रभजोत र एल्भिस यादवको बारेमा। उहाँहरूको रिसेन्ट भ्लगमा चाहिँ दुईजनाले एकअर्कालाई भेटेको चाहिँ हामीले देख्न सकेका छौं र एकअर्कालाई भेटेपछि उहाँहरूको के कस्तो कुराकानी रहेको थियो भनेर तपाईहरु यो छोटो क्लिप हेर्न सक्नुहुन्छ। जा रहे हैं भाई के साथ, भाई का नया वाला घर जहाँ बन रहा है ना वो देखने के लिए। फिर आगे आने वाले टाइम में अपने को तो वहीं बैठना। कितने टाइम में बन जाएगा भाई वो? भाई हम शिफ्ट हो जाएंगे दिवाली पे। ये वाली दिवाली पे हो जाएगा कंप्लीट? हाँ, देखना ना भाई। लेकिन मैंने तो लास्ट जो वीडियो देखी थी उसमें मतलब खाली पूरे पिलर विलर सब खड़े हो गए थे। हाम्रो नेक्स्ट अपडेट रहेको छ सबवे राइट्सको तर्फबाट। 3 हप्तादेखि चाहिँ उहाँले केही भ्लग पोस्ट गर्नुभएको थिएन र रिसेन्टली उहाँले पोस्ट गर्नुभएको भ्लगमा चाहिँ उहाँले गाडी सिक्दै हुनुहुन्छ भनेर बताउनु भएको छ र अस्ट्रेलियामा गएर अस्ट्रेलियन गाडी नै सिकेर चाहिँ उहाँ लाइक मोटो भ्लगको चाहिँ केही नयाँ कुरा कन्सेप्ट ल्याउनुहुन्छ कि भन्ने हामीले आश गरेका छौं र यसैका सन्दर्भमा चाहिँ उहाँले के भन्नुभएको छ भनेर तपाईले यो छोटो क्लिप हेर्न सक्नुहुन्छ। अलिकता देख्नु पर्यो अनि रोड देख्नु पर्यो है। आफ्नो इन्डियाको राइडमा हुनुभएको एमआरबी भ्लग्सले चाहिँ लद्दाखमा नितेश जङलाई भेट्नु भएको छ र उहाँले भेट्दाखेरि चाहिँ दुईजनाको बीचमा के कुराकानी भएको छ भनेर नि तपाईहरु यो छोटो क्लिप हेर्न सक्नुहुन्छ। हेलो फाइन। हेलो दिदी कहिले आउनु भएको? यस्तो हेरेमा हो कि जस्तो भयो क्या। हो थ्याङ्क यू। हामी उता जम्मू कश्मीर हुँदै राइड आएको। हामी फर्स्ट टाइम दाइ। दुल्ला दाइ त्यो सर्भिसिङ गर्दैछ। यसैगरी मिस्टर बेस्ट गेमिङको नयाँ भिडियो आइसकेको छ जहाँ चाहिँ विनरले $1 लाख जितेको छ र कस्तो छ कन्टेन्ट भनेर हेर्नको लागि चाहिँ हाम्रो डिस्क्रिप्सनमा भएको लिंकबाट तपाईहरु जान सक्नुहुनेछ। आजको लागि हामीहरुसित यति नै अपडेट्स रहेको छ। हामी भोलि पनि फेरि थप अपडेट्स लिएर आउने नै छौं। त्यति बेलासम्म च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, भिडियोलाई लाइक गर्न नबिर्सिनु होला र यति भन्दै हामीहरु बिदा हुन चाहन्छौं। हस्त धन्यवाद।